सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो आजको भिडियो चाहिँ हाम्रो आफ्नै गाउँदेखि हुनेवाला छ। मेरो आफ्नै गाउँ शीर्षदेखि। यो चाहिँ शीर्ष दरसा भन्ने गाउँ हो। शीर्षको स्कुलदेखि लगभग 400-500 मिटर माथि यो दरसा भन्ने गाउँ हो। माथि चाहिँ पुरा उच्च अर्को गाउँ छ। यो माथिसम्म बस्ती चाहिँ पुरा एकदम बवाल ठाउँ चाहिँ एकदम होइन शान्त सुन्दर ठाउँमा शान्त ठाउँमा बस्नु मान्छेहरूको लागि चाहिँ यो हाम्रो ठाउँ चाहिँ बेस्ट हो। यहाँ कुनै आवाज स्वरहरू हुने गरिँदैन, एकदम बवाल छ। यहाँ चाहिँ म आएको थिएँ हिजो आइपिएल हेर्नु भनेर, अनि यतै सुतेँ। अब अर्को घर जाँदैछ। उताको वरिपरिको घरहरू देखाउने छु म तपाईँहरूलाई होइन। टक्कै लागेर सकिएला पनि रहेछ। यो एरियामा चाहिँ माथि चाहिँ 2 घर मात्र छन्। अरू एउटा उतातिर छ होइन, एउटा तलतिर छ दार्चुलामा चाहिँ होइन। आम पनि बगाल घसी चाहिँ बगैँची रहेछ। आम कागती टन्नै लागेको रहेछ यो एरियामा चाहिँ। सबैलाई शुभ बिहानी है, शुभ बिहानी। पानीले पुरा यो खोलो बनाएछ बरिखामा पानीले यो एरिया त पुरै काटिरहेछ। अब तपाईँहरूलाई चाहिँ एउटा यस्तो युनिक चिज देखाउँछु कि यो चाहिँ झन्डै 20-25-50 वर्ष पहिले बनेको हो यो नहर। यत्रो यो खनेर 5 फुट खनेर बनाएको यस्तो पाहाडहरूलाई काटेर। यो चाहिँ इतिहास नै हो यो। जुन तल यसको तलपट्टि चाहिँ नदी छ होइन, नदी भन्दा पनि खोला। त्यो खोला छ होइन, त्यो खोलालाई चाहिँ त्यसको हल्का माथि गएर त्यसको काट्दै होइन 5 फिट काट्दै गएर बनाउँदै यस्तो सिँचाइको लागि परशुराम नगरपालिका 4 को लागि यस्तो सुविधा बनाएको रहेछ। विकास त होइन त्यो ठाउँ त्यो जमानामा हुँदो रहेछ। आजभोलि त पिउने पानी पनि छैन कि गाई चामलतिर होइन, पिउने पानी पनि छैन। त्यो जमानामा चाहिँ परशुराम नगरपालिकामा चाहिँ यस्तो ऐतिहासिक सिँचाइ नहर बनिसकेको रहेछ कि त्यस्तो छ। अहिले चाहिँ पिउनुको लागि पानी खाने व्यवस्था छैन। उतिखेर चाहिँ अहिले उतिखेर यस्तो नहर बनाइसकेको रहेछ। अहिले पिउनेको पानी छैन गाइस। यता हेर्नुहोस्, विकास हुनेको पहिलेको जमाना हुन्थ्यो कि राजाको पालामा भन्दा पनि त्योभन्दा पनि अघि नै हो, नयाँ हो हुन त होइन, तर पनि यो एकदम ऐतिहासिक हो। ल यो चाहिँ पाहाडमा चाहिँ यस्तै हुन्छ होइन, दाउराहरू यस्तै बनाएर राख्छन् एकदम। यो चाहिँ हाम्रो बाजेले बनाएको अब बाजेको सम्झनामा चाहिँ यो मात्रै रहेको बाँकी होइन। हाम्रो छैन पाहाडमा यस्तै हुन्छ। ल आयो गाइस मेरो घर होइन। आमको बगैँचा, आमको बाजेको मिल्ने त सबै हो, आम सबै सम्झाउनु अब बाजे भन्छ। फाइनली क्या नलागेको छ त फाइनली यो अब पाहाडमा यस्तै हुन्छ, आगो बाल्न लागि छ। आम पनि डल्लै आएछ। दारी अब जे उनलाई बजे बित्यो भयो न जानु एकदम यार जान्थ्यो न यहाँ लगाइसक्यो भइगयो। पानी काम थियो अन्नारी अहिले
पानी काम थियो नारिया आफू पानी पानी कहिले टिकट जाने अगाडि चाहिँ अलिकति पनि छैन कि पानी हेर्नु त यस्तो छ पानीको बिजुली छ हाम्रो 1 नम्बर दिनमा बेकार छ के ल ल अब तपाईँहरू चाहिँ म पुरा मेरो एक्सप्लोर गरेर नभइरहेको छु घरको के यो कुकुरको नाम माले पाले माले छ माले माले हो बाबाले भाग्दो रहेछ त बात दिनु हुने हो आम्मा तुरुमा चाहिँ पवित्र पुरा फलिछ साल घाम लाग्दाखेरि दिउँसो खानुपर्ने अब मजाले नुन लगाएर दलेर चुक हालेर मजाले खान्छ यो चाहिँ के रहेछ खुर्सानीको बिउ होइन खुर्सानीको बिउ बाजेले लगाइराख्नु भएको रहेछ यहाँ ठ्याक्क बाजेले चाहिँ धेरै मिहिनेत गर्नुहुन्छ होइन हाम्रो तर अब रहेनन् भने उहाँ रहेनन् उनको सम्झनामा चाहिँ यो आरीबारी हो उनकै नाम गाउँतिरको भान्साघर चाहिँ यस्तै हुन्छ हेर्नुहोस् गाउँतिरको भान्साघर यस्तो टक्क लगाएर टक्क बस्ने टक्क बस्ने अनि टक्क खाने कि बनाएर यसै गाउँतिरको अर्ग्यानिक भान्साघर हो गाई छैन टक्क लगाएर अर्ग्यानिक भान्साघर बाख्राहरू बिहा छ बाख्राहरू बिहा हो यो चाहिँ गोठ हाम्रो बाख्राहरू कति रहेछ नि त बवाल रहेछ त ल आउने नि खतरा रहेछ त बाख्रा आउने नि ल यो चाहिँ गोठहरू गाउँको लाइफ चाहिँ एकदम सुन्दर शान्त सुन्दर छ कि गाइज मलाई चाहिँ मनपर्ने भनेको बचपनदेखि गाउँ नै हो खास मेरो बचपन गुजेको भनेको नि यही हो यही ठाउँमा पहिले चाहिँ यहाँ ढिकी च्याउँथ्यो होइन धानहरू कुट्नलाई अहिले चाहिँ यस्तो परेछ ल अहिले चाहिँ पुरा खतमै भएछ त मान्छे बसेको त राम्रो हुन्थ्यो होइन के गर्ने त परिस्थितिले होइन बिर्सिनु पऱ्यो होइन गाइज अब अलिक खण्डर भयो जस्तो छ बाजेले एक्लै कति गर्नुहुन्थ्यो अब उहाँ पनि गइहाल्नु हो अब चाहिँ यस्तो हालत हुने भयो ल आउनु नुनी बाख्राको पाठाहरू खतरा बिहेको रहेछ सो गाइज आजको भिडियो चाहिँ यति नै होइन मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला यस्तो भिडियोहरू ल्याउने गर्दैछु ल्याउँदै गर्छु होइन सबैजनाले माया गरिदिनु होला बाई बाई